र झट्टै इन्स्टाग्राम स्टक गर्दाखेरि चाहिँ राम्रै केटी रहेछ हिरोइन बनाउनु पाए हुन्थ्यो भन्ने सोच थियो तर फर स्योर ऊ यो फिल्ममै हुन्छ अथवा यो फिल्ममा म साइन गराउँछु भन्ने चाहिँ थिएन कुनै एउटा पिक्चरमा काम गराउँला भन्ने थियो र हाम्रो सिनेमामा अर्को एक्टर पनि हुनुहुन्थ्यो उहाँको के भइसकेपछि त्यसपछि दिव्यालाई चाहिँ मैले तिमी आऊ अनि मलाई त मेरो पात्र राम्रो हुनु पर्यो नि त मेरो मीरा राम्रो हुनु पर्यो मलाई त्यसमा दिलीप रायमाझीजीको छोरी चाहिएको थिएन नि त सो त्यही भएर मैले चाहिँ तिमीले आऊ म तिम्रो पर्फर्मेन्स गर्ने तरिका हेर्छु किनभने उसको फर्स्ट फिल्म रिलिज भएको थिएन अनि इफ तिमीले गर्न सक्यौ भने तिमी काम गर भने होइन ऊ आयो अनि उसको पर्फर्मेन्स हेरेँ उसको त्यो एटिट्युड चाहिँ के लाग्यो भने लर्निङ नेचर चाहिँ एकदम राम्रो रहेछ लर्निङ एटिट्युड भएपछि सिकिहाल्छ नि मान्छेले भन्ने पनि भइसकेको थियो पछि सेटमा गएपछि कनेक्ट हुँदै गयो अहिले त आम भेरी ह्याप्पी कि मैले उसलाई लिएँ र उसँग काम गरेँ